तपाईले थम्बनेल हेरेर भिडियो क्लिक गर्नुभएको होला र भिडियोको थम्बनेलमा के थियो भन्दाखेरि सिभी तपाईले के राम्रो बनाउने नेपालको लागि र मैले यो सिभी पठाएको थिएँ 5-6वटा कम्पनीले मलाई इन्टरभ्यूको लागि बोलाएको थियो है लिंक्डइनबाट पठाएको थिएँ अब तपाईले नि हो यस्तै खाले सिभी बनाउन सक्नुहुन्छ त्यो पनि कम्प्लिटली फ्री र तपाईले पैसा तिर्नु पर्दैन तपाईसँग भएको टुल्स च्याटजिपिटीबाटै तपाईले बनाउन सक्नुहुन्छ है त अब तर के गरी बनाउने कसरी बनाउने भनेर धेरै कन्फ्युजन छ मैले सर्ट भिडियोहरु पनि बनाएर हालेको थिएँ बट सर्ट भिडियोले तपाईले बुझ्नु भएको छैन आई गेस है त्यही भएर म आज तपाईलाई फुल ट्युटोरियल लिएर आएको छु र तपाईले एउटा रेडीमेड सिभी बनाउन सक्नुहुन्छ आफ्नो लागि र तपाईको जुन पोस्टको लागि हो त्यही पोस्टको लागि च्याटजिपिटीले सेपरेट सिभी बनाइदिन्छ र आजको भिडियो सुरु गरौँ है त सबैभन्दा सुरुमा चाहिँ तपाईले एउटा यो प्रम्प्ट पाउनुहुन्छ यो प्रम्प्टको तपाईले डाइरेक्टली डाउनलोड गर्न सक्नुहुन्छ म तल डिस्क्रिप्सनमा लिंक राखिदिन्छु है अब यो प्रम्प्टलाई चाहिँ तपाईले एडिट गर्नुपर्ने हुन्छ अब एडिट गर्दाखेरि तपाईले केको लागि अप्लाई गर्ने हो जब टाइटल के हो र कम्पनीको नाम अनि त्यसपछि अब तपाईको यहाँ फुल नेम अनि तपाईको फोन नम्बर तपाईको इमेल तपाईको कन्ट्री र सिटी अनि तपाईको लिंक्डइन अथवा गिटहबको पोर्टफोलियो राख्न सक्नुहुन्छ र अब तपाईले आफ्नो यहाँ प्रोफेसनल समरी तपाईको केको बारेमा करियर हो तपाईको गोल के हो र तपाईको स्ट्रेन्थ के हो भनेर 2-3टा सेन्टेन्स तपाईले लेख्न सक्नुहुन्छ र तपाईको स्किलहरु यहाँ राख्नु स्किल 1 2 3 भएको ठाउँमा तपाईको स्किल राख्नु र एजुकेसन राख्नु तपाईको डिग्री के छ प्लस 2 कहिले पास गरेको हो र कति जीपीए आयो कति कुन स्कुलबाट पास गर्नुभयो कुन सालमा भनेर तपाईले एजुकेसन सेक्सनमा यहाँ राख्न सक्नुहुन्छ अब वर्क एक्सपिरियन्स भनेको पहिला कुनै कम्पनीमा काम गर्नु भएको छ भने कम्पनीको जब टाइटल के हो र कम्पनीको नाम र तपाईले स्टार्ट गरेको डेट र एन्ड गरेको डेट अब तपाईले केही अचिभमेन्टहरु पाउनु भएको छ भने यहाँ रेस्पोन्सिबिलिटी अर अचिभमेन्ट यहाँ राख्न सक्नुहुन्छ अब यो सर्टिफिकेट चाहिँ तपाईले राख्न नै सक्नुहुन्छ नराख्दा नै हुन्छ है अनि सर्टिफिकेट तपाईले केको पाउनु भएको छ जस्तै फ्री कोर्सहरु गरेर तपाईले सर्टिफिकेट लिनु भएको होला गुगलको फेसबुकको तिनीहरुबाट सर्टिफिकेट पाउनु भएको छ भने यहाँ सर्टिफिकेट राख्दा भयो कहिले पाएको इयर पनि राख्दा हुन्छ र अब तपाईले कुनै प्रोजेक्ट गर्नु भएको छ भने प्रोजेक्टको नाम राख्नु र तपाईको डिस्क्रिप्सन दिनु के टुल युज गरेर बनाउनु भएको अथवा तपाईले के युज गरेर बनाउनु भएको भनेर राख्दा हुन्छ अनि तपाईको जब डिस्क्रिप्सन राख्दिनु यहाँ थोरै ओके अहिलेको लागि मैले यो भरेर रेडी बनाएर राखेको छु किनकि भिडियो लामो हुन्छ नि त त्यही भएर मैले यो अलरेडी भरिसकेको छु र तपाईलाई म एकचोटी देखाइदिन्छु है त मैले के भरेको छु भनेर मैले त्यो एउटा प्रोफेसनल लेटेक्स सिभी टेलर फर द रोल अफ कन्टेन्ट क्रिएटर एट केमा त अफिसियलको लागि यहाँ कम्पनीको नाम लेख भनेर मैले ती राखेको छु त्यही लेखिदिनु है अनि मेक अ स्योर सिभी यो केही पनि छेडछाड गर्नु पर्दैन अब सेक्सनमा चाहिँ तपाईको कन्ट्याक्ट इन्फो राखिदिनु तपाईको नाम राखिदिनु तपाईको फोन नम्बर राखिदिनु तपाईको इमेल आइडी राखिदिनु र तपाईको लोकेसन राखिदिनु र तपाईको गिटहब आइडी राखिदिनु र पोर्टफोलियो राखिदिनु है त अब त्यसपछि तपाईले आफ्नो प्रोफेसनल समरी लेख्न सक्नुहुन्छ यहाँ प्रोफेसनल समरी मैले लेखेर राखेको छु जस्ट 2 to 3 सेन्टेन्समा तपाईले लेख्न सक्नुहुन्छ बेसिक इंग्लिशले लेख्दा नि भयो जे आउँछ त्यही लेखिदिँदा नि हुन्छ अटोमेटिक मिलाइदिन्छ त्यो पछि है अब तपाईको स्किल के छ मैले यहाँ स्किल पनि मेरो राखिदिएको छु कन्टेन्ट राइटिङ ब्लगिङ एसईओ कीवर्ड रिसर्च एआई टुल सोशल मिडिया स्ट्र्याटेजी भिडियो स्क्रिप्टिङ एडिटिङ वेब डेभलपमेन्ट बेसिक है यति राख्न सक्नुहुन्छ अब तपाईको एजुकेसन कहाँबाट हो भनेर राख्न नि सक्नुहुन्छ यो त्यो होइन है मेरो खासमा मैले जस्ट राखेको मात्रै हो अनि वर्क एक्सपिरियन्स के छ तपाईको वर्क एक्सपिरियन्स खुलाएर कुरा गर्दा हुन्छ है अनि त्यसपछि तपाईले के गर्नु भएको छ के गरेर तपाईले स्ट्र्याटेजीहरु बिल्ड गर्नु भएको छ सोशल मिडिया क्रिएटर केमा थिए मैले यहाँ सोशल मिडिया क्रिएटर एआई विथ भाइ इन्स्टाग्राम टिकटक यति देखेथे र क्रिएटेड भाइरल भिडियो विथ 1 मिलियन भ्यूज यस्तो राखेको छु है तपाईले पनि यस्तै राख्न सक्नुहुन्छ अब सिधा हुन्छ अब त्यसपछि तपाईले यसलाई कपी गर्नु है यसरी एडिट गर्नु एकछिन एडिट गर्न चाहिँ यसलाई टाइम लाग्छ है त्यसपछि कपी गर्नु त्यसपछि च्याटजिपिटी खोल्नु र च्याटजिपिटी खोलेपछि यही कुरा पेस्ट गरिदिनु र त्यसपछि जानु अब च्याटजिपिटीले तपाईको बारेमा फुल डिस्क्रिप्सन लेखिदिन्छ तपाईको फुल सिभी बनाइदिन्छ सो यसले चाहिँ लेखिदिएर रेडी बनाइदिएको छ र यसलाई चाहिँ डाउनलोड पनि गर्न मिल्छ हामीले जस्ट डाउनलोड गरौँ र डाउनलोड गरेपछि तपाईले यता साइटमा हेर्नुहुन्छ भने कोडमा खुल्यो हो यस्तो खाले कोड दिन्छ तपाईलाई है अब यो कोड चाहिँ तपाईले के गर्न सक्नुहुन्छ भने जस्ट यसलाई कपी गर्नु र कपी गरेर तपाईले के गर्न सक्नुहुन्छ भने यहाँ लेटेक्स overleaf.com मा जानु overleaf यो वेबसाइटमा जानु र त्यसपछि तपाईको यहाँ अकाउन्ट छैन होला मेरो नि छैन म रजिस्टर गर्छु अहिलेको लागि कन्टिन्यू विथ गुगल ओके अहिलेको लागि अब हामीले क्रिएट अ न्यू प्रोजेक्टमा क्लिक गर्नु र ब्ल्याङ्क प्रोजेक्टमा क्लिक गर्नु र विपिन कन्टेन्ट क्रिएटर सिभी भनेर राखिदिन्छु म अहिलेलाई कन्टेन्ट क्रिएटर सिभी र क्रिएटमा क्लिक गरौँ अब त्यसपछि यसले हामीलाई यस्तो खाले एउटा पेज दिन्छ त्यो पेजमा अघि हामीले कपी गरेको उलाई पेस्ट गर्दिन र त्यसपछि यता साइडमा रिकम्पाइलमा क्लिक गर्नु
ओके, रिकम्पाइलमा क्लिक गरेपछि तपाईँले देख्न सक्नुहुन्छ हाम्रो सिभी चाहिँ रेडी भइसकेको छ। ओके, लेट मी स्विच इट। ओके, र तपाईँले देख्न सक्नुहुन्छ यहाँ विपिन बुढाथोकी कन्टेन्ट क्रिएटर एचए स्टडी टेक एजुकेटर र तपाईँको सम्मरी लेखिदिएको छ, तपाईँको स्किल लेखिदिएको छ। र मैले हो यस्तै खाले सिभी मैले हालेर चाहिँ मैले 2-3टा कम्पनीबाट मलाई उको लागि बोलाएको थियो, इन्टरभ्यूको लागि बोलाएको थियो र सबैले मलाई बोलाएको थियो, बट आई वान्ट टु बिल्ड समथिङ डिफ्रेन्ट। सो त्यही भएर तपाईँले नि अब यस्तै खाले सिभी बनाएर तपाईँले पठाउन सक्नुहुन्छ अरू कम्पनीहरूलाई है। र आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु र थ्याङ्क्स फर वाचिङ गाइज।